अब US बोर्डर पुग्न लाग्यौँ हैन मैले चाहिँ यो भ्लग बनाउनुको एउटा मेन रिजन चाहिँ के पनि हो भने अहिले भर्खर कति धेरै कुराहरू चेन्ज भएको छ नि त US अनि अब मेरो पनि भर्खर भिजा लागेको नोभेम्बरमा दिस इज माई फर्स्ट टाइम एन्टरिङ US है अनि के हुने रहेछ प्रोसेस भिजा लागिसकेको मान्छेलाई हैन किनभने अहिले चाहिँ अब धेरैजनाको भिजा रिजेक्ट पनि भइरहेको छ अरे त्यो डिपोजिटहरूको कुरा छ हैन कति धेरै रुल्सहरू चेन्ज भएको कुराहरू छ नि त सो अब हामी के भन्ने अब हामी एक्सप्लोर गर्छौँ डिस्कभर गर्छौँ के हुन्छ अब नो के हुन्छ रहेछ के गर्दैछ अब अनि हजुरहरूलाई नै भन्ने छौँ यस त्यही सेयर गर्ने एक्चुअली के भइरहेको थियो भने यो गीत बजाउन मिलिरहेको थिएन कि त्यहाँ किनभने यो फोनबाट मिलेको छ अनि यो फोनबाट बाहिर मिलेको छ होइन अनि गीत बजाउनु छ यो फोनबाट तर यो फोन चाहिँ त्यो फोनमा कनेक्ट भएर त्यहाँबाट यो गाडीमा कनेक्ट भएर बज्ने हो किनभने मेरो फोन गाडीमा कनेक्ट भइरहेको छैन तर फाइनली बज्यो अनि मैले यहाँबाट त्यो फोन कनेक्ट गरेँ त्यो फोनबाट त्यो बज्यो तर रेकर्ड पनि भइरहेको थियो अघिसम्म प्रब्लम भइरहेको थियो नि त्यहाँबाट बजिरहेको थियो गीत तर के भन्छ मैले भिडियो यहाँ चलाउने बित्तिकै होइन त्यो अडियो आइरहेको त्यही हो बाहिर त जामै जाम छ ट्रकै ट्रक छ है ओके के गर्छ अटोबाट अटोहरू मन पर्दैन मलाई चलाउँदैन नानी गाडी चलाउँदैन आज A few moments later. Statue I don't like it much though. कस्तो बाहिरी गीतै So finally we crossed the border हैन अनि मलाई क्या डर लागिरहेको थियो कि त्यो ठ्याक्क मेन त्यो पोर्टमा छिर्ने बेलामा अनि त्यो मान्छेले Oh, you guys are from Nepal, भन्यो हैन अनि where are you going भन्यो अनि हामी यतिकै जान लागेको हो भनेर थियो Oh, I'm gonna try some Nepalese food भन्यो अनि I'm like अनि हामीले yeah maybe भनेको but there's no Nepali food अनि हामीले यतिकै यसो गफ गऱ्यो हामीसँग गाडीको माइल्स पर आवरमा चेन्ज भयो अनि भ्यान्कुभरमा छ यता छ सरीमा हो भन्यो अनि होइन भ्यान्कुभरमा पनि छ नेपाली फुड भन्यो भने यस्तो कुरा गर्यो ओ सो तिमीहरूले अर्थक्वेक पनि सर्भाइभ गर्यो भन्यो कस्तो त्यो कन्भर्सेसन गर्न जानेको त्यो हस्पिटालिटी इज सो गुड सो त्यो केही नर्भस नै भएन सबै ठाउँमा अनि छिर्यौँ सो या दिस इज माई फर्स्ट लुक अफ द US the US cool I don't know केही होइन छिटो त छिर्यौँ होइन हामी होइन लिटरली त्यो भित्र पनि त्यो मान्छेले हामीलाई पर्पस सोध्यो नि Are you guys gonna shop? उनीहरूले आफै सिकाइदिरहेको छ नि क्या Are you guys gonna do shopping? Oh yeah maybe Anyways त्यही भएर त्यो It was fun though It was nice It was a very nice interaction तर मैले गाडी भने अनुसार फर्किने बेलामा त्यस्तो हुँदैन गाडीको थिएन हेर्दै जाउँ कस्तो हुन्छ Anyways डिफरेन्ट हुनसक्छ सक्छ मान्छे पनि डिफ्रेन्ट हुनसक्छ होइन म पनि कति नै गएको छु 3 चोटि थर्ड टाइम गइरहेको छु Still नाइस नेपाल भ्यान्कुभर भन्दा कस्तो राम्रो लाग्यो मलाई कोहीहरू धेरै छ नि त तर यो त हामी ब्रेनमै छौँ ठ्याक्क बोर्डर पुग्छ नहुँदा सिएटलतिर जानुपर्छ किन त कति रमाइलो यसो 5 मिनट्समा क्यानाडा पुग्छ नि यार हामी चाहिँ अब सिएटल जान्छौँ पाइक मार्केट प्लेस समथिङ लाइक द्याट अनि यहाँ चाहिँ हाम्रो सन्ध्या दिदीले सिएटलमा गाडी चलाउँदै हुनुहुन्छ युएसमा सिएटल के भनौँ युएस अरे युएसमा गाडी चलाउने भइसक्नु भएको छ डराइराख्नु भएको थियो अघि नै डराइदिरहेको थिएँ म तर हाइवेमा त ठिकै छ के गरेको छैन यत्तिकै स्टियरिङमा हात राखेर बसिरहेको छु स्टियरिङमा हात राखेर बसिराख्नु भएको छ त्यही हो गाइस पानी आमा
टेक ओभर गर्दैछ होइन कहाँ टेक ओभर गर्नु अब त्यहाँ साइड लानुपर्छ फेरि त्यही त पानी वाला डाइभर्ट जाएको छ आई हामी चाहिँ हामीलाई रिचमन्डको छेङ्गु हाम्रो फेभरेट रेस्टुरेन्ट थियो छेङ्गु स्पाइसी भन्ने धोका दियो होइन यिनीहरू 1 महिनासम्म बन्द 1 वर्षसम्म अलमोस्ट बन्द भएर दे केम ब्याक दे चेन्ज देयर मेन्यू दे चेन्ज देयर टेस्ट दे चेन्ज देयर सेफ एभ्रिथिङ वाज चेन्ज होइन हामी सो डिसपोइन्टेड अनि आज हामी सियाटलको छेङ्गु गइरहेको छौँ लेट्स सी गाडी आयो लेट्स सी कस्तो हुन्छ यो टेकअवे मात्र त होइन नि I hope not. Bro. Eh, I know this is yo. What's it? Let's see the menu. पज गर्छ ल अहिले हुन्छ नि लाफिङ खानुपर्छ हामीले त्यो उयो चाहिँ मगाएँ होइन हट ग्रिन टी धन्यवाद मालका टोफू ट्राई गरेर चाहिँ होइन सी हेट्स टोफू होइन तर लुकाएर इटिङ द्याट तर यम्मी देखिरहेको छ एकदम हेर्दाखेरि त एकदम मिठो कति मिठो छ टोफू जस्तो पनि लागिरहेको छ अँ यो चिल्ड्रेनहरूलाई खानु आउँछ कस्तो रमाइलो लाग्यो मैले चिल्ड्रेनहरू धेरै चाहिँ नेपालको लाफिङ खाने पसलहरूमा जहिले हुन्छ नि त्यो किमा नुडल्स लाफिङ खाने पसलहरूमा हुन्छ होइन हो र यसमा पनि सेचमा नै हुन्छ होला नि चप्सुले यो माछा निस्किरहेको छ नि अँ तपाईँ नोटिस गरेँ एक्सप्लिक गरिरहेछ खान सकेनौँ अझै धेरै बाँकी छ होइन राइस त मेरो आधाभन्दा 75% बाँकी छ अनि हामीले अर्डर गरेको 2-3 कुरा मात्रै हो यति मात्र कुरा अर्डर गरायो है बिकज वी न्यू हामीले खान सक्दैन तर यो पोर्सन सोचेको भन्दा एकदमै धेरै आयो टोफू र राइस Oh my god ड्रिङ्क्स पनि मगाएन अझ यसमा भन्थ्यो नि खानाहरू तर त्यो होइन यो छेङ्गुको त पोर्सन धेरै नै थियो यो छेङ्गुको हिसाबले पनि धेरै नै थियो टोफू यति धेरै टोफू चाहिँ एकदम धेरै भयो म त सानो बलमा आउँछ होला अब हामीहरू टेकआउट गरेर जाने विचार गऱ्यौँ हामीले खाना एकदम हुन्छ नि पेट भरेर पनि घाँटीसम्म आउने बेलासम्म ट्राई गऱ्यौँ तर नो अब योभन्दा बढी सकिँदैन यसलाई टेकआउट लगाउँ एउटा कफी खाऊ कहाँ जाने भनेको अनुसार चाहिँ मेरो पछाडि होइन मालिकाको अगाडि एउटा मान्छे छ अरे त्यसले के भन्छ मालिका यस्तो घिनलाग्दो के भन्नु पनि खानै मन लाग्यो मलाई अनि मैले मालिका त्यसलाई इग्नोर गर्दैन त भनेको अहिले त मैले पनि सुनेँ अनि अघिबाट गरेर चाहिँ हेर्नु साथीहरू मालिकाको अनुसार चाहिँ खाना नसकिनु मालिकाको अनुसार चाहिँ उसले पेटभित्र सब ग्यासहरू आफै जाने निकालेर राखेको छ बर्फ गरेर सो द्याट यु क्यान इट मोर हामी त्यही गर्ने टचवुड भने टचवुड त्यस्तै गर्नु पर्ला जस्तो छ तर त फेरि हाम्रो पेटमा ग्यास छैन नि त हाम्रो पेटमा अघिबाट टाक्नु बेल्छ के छ हामीहरू सियाटल छिर्दैछौँ तिम्रो साथी हो त्यो सन्ध्या
सही रहेछ त नेक्स्ट टाइम आउने नि दिउँसोमा very beautiful skyline eh Hey, Ferris wheel हेर्न मन थियो looks really pretty है तर ओके अब चाहिँ हामीहरू फेरि त जाँदैछौँ अलिअलि घुमाइ भयो जस्तो देखियो भनौँ न आजलाई धेरै घुम्न चाहिँ त्यस्तो एक्टिभिटिज चाहिँ खास के गरेँ होइन बट या वी ह्याड च्याट फुड हामी कति 2 बज्दा निस्केको थियौँ है सन्ध्यामा मैले के लाग्यो थाहा छ मलाई यो स्मुदीको मालिका के लाग्यो प्लास्टिक स्ट्र we don't get to see this often तिम्रो त क्यानाडामा लाइक पेपर भने खाली पेपर स्ट्र दिन्छन् अनि एकैछिनमा प्याचपुस हुन्छ लाग्ने यार I want to go to Starbucks and see तिनीहरूले चाहिँ के दिन्छन् भनेर cross the border है यस्तो निन्द्राले ग्रस्त भइसकेको छु एनिवेज तर मालिकाले भने जस्तै यो क्यानाडाको बोर्डरको मान्छे वाज लाइक मलाई मन परेन है एकदमै कस्तो रुड त नभनौँ होइन तर इट वाज भेरी टेन्स बनाइदिन्छ तिमीहरूलाई अलिकति त्यो हाँसेर ओ हाई गाइज जति गयो भन्छ नि अब युएसतिर मान्छेहरू दे डोन्ट लाइक द्याट क्यानाडाको मान्छेहरू जस्तो छैन अनि एकदम रुडली अनि के गर्यो कहाँ गर्यो गर्यो अनि त्यस्तो गर्यो हामीले सपिङ गर्यो भने त्यस्तो सपिङ त के होइन यस्तो किनभनेको तिमीहरूलाई भन्नुपर्छ तिमीहरू जिल्लामा भन्नुपर्छ न म तिमीहरूलाई एक्जामिनेसनको लागि लग्छु टाइपको कुरा गर्यो अनि पछि या यही हो भनेर पनि देखाइदिन्छ चाहिँ किनेको थियौँ अनि के गर्यो तिमीहरूले भन्यो हामीले डिनर खायो यस्तो गर्यो हामी घुम्यौँ डाउन टाउन यता भन्यो अनि So yeah, that's it. सक्यो अब त almost घर पुग्ने बेला भइसक्यो 20 minutes मा we'll be home and I'll go directly to bed and I'm like so tired. तिमीले ल्याबको क्यान ट्राई गर्दैन आज गर्दैन सधैँ आज त गर्ने हो नि तिमी भोलि त गर्छु भने आज म गर्न तिमी आज एउटा गर्ने म आज एउटा गर्ने त्यस गर्दै बेडमा बसेर अनि सुत्यो तिमी यसै सुत्यो उसै सुत्यो त्यो त हेरौँ न हामीले त्यो ग्यास स्टेसनमा कस्तो क्युट एउटा यस्तो दुइटा यस्तो क्युट एउटा लोवाला आई डोन्ट नो आई थिङ्क इट्स अ ककटेल अर समथिङ होइन त्यो अल्कोहलिक ड्रिङ्क होइन त्यो लिएर आएको थियौँ कि पारीबाट अनि हामीले त्यही देखायौँ त्यो मान्छेलाई त्यो बोर्डरको मान्छेलाई यस्तो यो चाहिँ ल्याएको छ हेरेन नि तिमीले हेर्न चाहिँ हेरेन गदाले यतिको मसँग झगडा मात्रै गऱ्यो होइन मलाई भनिरहेको छु ओ मैले यो किनेको छु रोकमा देखाउँछु भनेर मैले ब्याग खोलेर देखाएँ उसले आफ्नो कुरा मात्र बताउनु छ यु gotta tell me what you bought I'm gonna take you for examination भन्नु थाल्यो भनेपछि मलाई ओके भने अब के भन्नु फेरि त्यहीबाट न भित्र छिर्न पाउँदैनस् भन्यो भने के गर्नु होइन होइन भित्र छिराइहाल्छ नि खालि एक्जामिनेसन अब झ्याउ मात्रै हुन्छ भित्र बस्न तर आई वाज अ बेट रोड एनिवेज त्यही हो my first day in the US and I'm back to Canada already. Anyway, it was nice, it was fun. Next time I'll go. सधैँ 4 बजे युएस छिराइयोस् 11 बजे Canada was again. Yeah, it was fun. So राम्रो थियो. I liked it. एकदम राम्रो थियो landscape. Very similar to Vancouver. अनि कतै स्नो पनि देख्न पायो अलिकति होइन यहाँ हामी स्नो देख्न पाएको थिएन Vancouverमा. So it was fun. Yeah, fun trip. Bye guys. Good night. After the night, I'll meet you in my next vlog.